guys, welcome to my vlog. आज चाहिँ मेरो बाइक नभएर आज म हिँडाइमा पऱ्यो मेरो खुट्टा दुख्दैछ यहाँनिर कस्तो दुख्दैछ आयो टुर्नेवारी आयो अब चाहिँ हामी हिँडेर जाँदैछौँ वल अफ डान्सको लागि अडिसन छ आज हेरौँ के हुन्छ अर्को आएपछि झन्डै इन्जिन खोलेर मेरो बाइक भनेर आयो बस मजा आइसक्यो हाम्रो प्र्याक्टिस पनि भइसक्यो देख्नुहुन्छ होला मेरो हालत धन्यवाद डान्स स्टुडियो म यस्तो गर्मीमा यहाँ हामीलाई के भन्छ डुङ्डुङ कसलाई हानु यस्तो सबैले गएर होला नि हो ओइ कसले चेन्ज गर्नु पर्यो है रेडी हुँदैछ यहाँ बुथ हुँदैछ मेकअप आर्टिस्ट चाहिँ हाम्रो उता झापा बिर्ताउबाट अनुरा यिनीहरू जस्तो लाग्यो भने ऊ अहिले त्यहाँ पुग्दा उस्तै हुने हो यो क्रिम त उडी त हाल्छ नि त्यसको सेटअप हुन्छ सेटअप थाहा हुँदैन तिमीलाई पहिला वाटर लाउनुपर्छ वाटर राइस लाउनुपर्छ त्यसपछि सिरम लाउनुपर्छ त्यसपछि मोइस्चराइजर लाउनुपर्छ सनस्क्रिन लाउनुपर्छ अनि त्यसमाथि त्यो सनस्क्रिन नपिग्लोस् भनेर उयो पाउडर लाउनुपर्छ पाउडरले त अडी आउँछ अब त्यही उति जाँदा उस्तै हो टाइम मात्रै वेस्ट छ तिमीहरू गएर अति लाउनु नि अनि नाच्ने हान्डो सबै गान्डो हेर्छु यस दुईटा सहिदहरू गन्नेका जुस खाना ए अघि किन्नु पर्दा स्याड कस्तो बनाइन र कस्तो मिस्टेक गरेर यो नयाँ हो मन लाग्यो भने लाउनु छ मन लागेन भने गरेन दिनुहुन्छ अरे आज एकचोटि लाउनु यो भाइको अब जिन्दगीमा केटीहरू आउँदैन मेरो ब्लग हेरेर कसको यो जान्छ अब भर्ने स्पेसल्ली त अब यस गाइज वेलकम ब्याक टु माई च्यानल हामी फेरि आइसकेको छौँ डब्लुओडीको गेटमा यस गाइज हामी छिरिसकेको छौँ यस्तो छ माहौल लेट्स गो ओ स्वागत छ दाइ स्वागत छ तपाईँलाई पनि स्वागत छ मेरो भ्लगमा अब तपाईँको भ्लग भाइरल हुन्छ ल हो लाउनु अब तपाईँको टर्न बन्द गरिदिउँ यस गाइज यहाँ यस्तो हुँदैछ अब अहिले हाम्रो ग्याङ आउँछ नमस्ते ओ नमस्ते सन्चै छौ ओ नमस्ते भाग्यमानीहरू कस्तो लागिरहेको छ तपाईँको साइड लाइट बलिरहेको मैले अवस्था देखिरहेको छु ए हेलो वेलकम ब्याक टु माई च्यानल राखेर सन्चै हुन्छ के गर्नुपर्ने ल हो र ल हामी आउँदाखेरि फाइनल हुँदै थियो कसले जित्यो हामी आउँदाखेरि फाइनल हुँदै अन्त कसले जित्यो अनि दादा फाइनलसम्म पुगिसक्यो एकजना दादा हुन्छ क्रम गर्ने दादा क्रम गर्ने दाइले जित्नु भएछ ल गाइज हामी गइसक्यौँ यस्तै छ हाम्रो भ्लग म भ्लग बनाउँदै हिँडिरहेको छु लाउनु तपाईँको भ्लग टेन्सन दिन्छ हेलो गाइस अडिसन दिएर बसेको यिनीहरू हाम्रो अडिसन सक्यो प्री अडिसन खुट्टा मेरो उयो भइरहेछ फिल छ नि मुइनी त यो भाइ चाहिँ अघि भर्खर ग्रुपमा दियो होइन रेस पाइस त अब रेडी
को यो मलाई नाम एकदमै खतरा लाग्यो एन्ड आई होप तपाईहरुको डान्स इस्टर्न डोमिनेटर्स एभ्रीबडी And the third one who has made it to the theater round from upper team division is none other than Virat Chopra. Oh, this guy, extreme. Congratulations everybody. Oh, के छ यार के छ को अब मेरो भ्लग हेर्दै रहेछ मेरो सब्सक्राइबर ओए ऊ तिमी हैन हो ए अनि खै गिफ्ट नम्बर के दिनु पर्छ सब्सक्राइबरलाई गिफ्ट बिचारा कुन हालतमा आएको छु म यहाँ मलाई मात्रै थाहा छ ओए दुईटा भ्लगमा आइसक्यो रे मान्छे कतिले चिन्छ होला 130 जना राख कि तिम्रो कति सम्म जान्छ भ्यू ए ल म तिम्रो थम्बनेल राखेर भन न 130 130 त्यो 138 मात्रै आउँछ 1 लाख हो आयो ओ मेरो डान्स कताबाट नि त कति राम्रो देखेको बेस्ट हो मेले में बिछड़े हुए दो बहनें माथिबाट सेतो सेम हाम्रो टिममा हुँदो दिन्छ कि ओ ओमन टेरेन्स लुइसले लक्कीको हेयरस्टाइल चोरेपछि आयो किरण थापाले चाहिँ कसको छैन कसै आफ्नै हो दुईजना अफिसियल हो नि त त्यही भएर आफ्नै छ अनि एउटा चाहिँ गेस्ट जज भएर चाहिँ जस्तो गाइज हामी चाहिँ पानी पऱ्यो यहाँ बसेको हामी खाजा खान आएको थियौँ अनि फर्स्ट राउन्ड सक्यो अब अर्को राउन्डमा सेलेक्ट भयो भने मात्रै हामीलाई थाहा हुन्छ अहिले चाहिँ यस्तो हालत छ यहाँनिर अब म त्यहाँ गएपछि देखाउँछु कि हल्का रह्यो त्यहाँ अडिसन हुँदैछ पानी परेर अब हाम्रो पालि आउन आँटेछ यो म्यान यो अलिक मलाई देखाउ न देखाउ न गाइज हामी चाहिँ अहिले योचोटिको लागि चाहिँ सेलेक्ट भइसक्यौँ अब कस्तो टल्क्यो कि त सियु काठमाडौँ धेरै बोल्नु हुँदैन स्टुडेन्ट भइसक्यो गाइज